श्रोतावृन्द, मेरो सृजनाको शीर्षक छ वन। वन-जङ्गललाई जङ्गल भनी अवहेलना नगरौँ। त्यहाँ मानव र जनावर हरेक प्राणीलाई चाहिने अक्सिजन सृष्टि हुन्छ। वन-जङ्गललाई जङ्गल भनी अवहेलना नगरौँ। त्यहाँ मानव र जनावर हरेक प्राणीलाई चाहिने अक्सिजन सृष्टि हुन्छ। खेत र हिलोलाई प्रखर हेरचेक्राइ नगरौँ। त्यहाँबाट ब्रह्मफुल खेल्ने र हरेक अनाज र प्राकृतिक निर्माण गर्ने एक बुबाको जस्तो मेहनत प्रस्तुत हुन्छ। खेत र हिलोलाई प्रखर हेरचेक्राइ नगरौँ। त्यहाँबाट ब्रह्मफुल खेल्ने र हरेक अनाज र प्राकृतिक निर्माण गर्ने एक बुबाको जस्तो मेहनत प्रस्तुत हुन्छ। बाल वेद कविताबाट सत्य साबार। कस्तो लाग्यो कमेन्ट गर्नुहोला।